हाम्रो कारणले, श्रम संस्कृति पार्टीको कारणले यो आजको सदनको कारबाहीमा पर्न गएको अलिकति असुविधा थोरै थियो होला प्रति हामी चाहिँ नि के अरे क्षमा पनि माग्छौँ होइन। तर सभामुखको तर्फबाट त्यो खालको तपाईँको चाहिँ नि के अरे व्यवहार हामीलाई आगामी दिनमा नहोस्, यसको गरिमा यसरी बचाउनुपर्छ। किनभने हामी सबैजना यहाँ सार्वभौम छौँ। कोही कसैलाई कसैलाई सिकाउनु पर्ने, कोही मान्छे कोहीसँग कमजोर होइन है। हामी सबैलाई सार्वभौम नेपाली जनताले मत दिएर पठाएको। सङ्ख्यामा हामी 6 जना छौँ होला, तर त्यति मात्रै छौँ त छैनौँ। त्यसले गर्दाखेरि यो कुरा एका रहोस् भन्ने कुरा म चाहिँ नि भन्दै र यो तपाईँको चाहिँ नि के अरे संसदको गरिमा सधैँभरि बचाएर जानमा चाहिँ नि प्रधानमन्त्रीज्यूको ठुलो भूमिका रहन्छ। उहाँ यहाँ आएर उहाँले आफ्नो चाहिँ नि के भन्नुपर्ने, के सचाउनु पर्ने कुराहरू पनि सचाउनु होला भन्ने कुरा राख्दै बिदा हुन्छु। नमस्ते।